हेलो नमस्ते स्वागत छ मेरो पहिलो खानाको ब्लगमा। आज म शुद्ध पहाडी नेपाली खाना मकैको च्याक्ला भात र तरकारी पकाउँदैछु है। मैले नाम दिएको छु साइला दाईको च्याक्ला भात र तरकारी। यो मेरो पहिलो प्रयास हो खानाको ब्लग बनाउने। आशा गर्छु तपाईहरूलाई मन पनि पर्नेछ र मेरो तरिकाले पकाएर खानु पनि हुनेछ। मैले हाम्रो पहाडतिरको गाउँघरमा जसरी पकाउँछ त्यसरी नै पकाउँदैछु, एकदम सामान्य र साधारण तरिकाले। ग्यास बालेर चुलोमा खाने मान्छे अनुसार पानी बसाल्ने। एउटा भाँडोमा अड्कलेर मकैको च्याक्ला हाल्ने अनि कम्तीमा 2 पटक राम्रोसँग धुने। पहिला गाउँतिर त नपखाली पनि पकाउँथ्यो, तर यहाँ मकै कहाँबाट आउँछ, कस्तो ठाउँमा पिन्छ थाहा हुँदैन, त्यसैले धुनुपर्छ। पानी उम्लेपछि च्याक्ला हाल्ने र राम्रोसँग चलाउने। केही बेर मजाले फत्काएर पकाउने र निरन्तर राम्रोसँग चलाउने। चलाएन भने पिठमा टाँसिएर डढ्न सक्छ, त्यसैले पिठमा टाँसिन नदिन चलाइराख्नुपर्छ। केही बेर पकाएर पानी सुक्न लागेपछि ग्यास सानो पार्ने अनि बिर्को लगाएर सानो ग्यासमा 10 मिनेट जति पकाउने। सिटी लागे राम्रो, नलगाउँदा पनि हुन्छ। 10 मिनेट जतिमा च्याक्ला भात पाक्छ। आलु र रायो सागको तरकारी पकाउन। छिलेर धोएर काटेको आलु लाम्चो लाम्चो काट्ने। धोएर काटेको रायो साग, आफ्नो स्वाद अनुसार बीचमा चिरेको हरियो खोर्सानी र गोलभेडा। खोर्सानी सुकेको पनि प्रयोग गर्न सकिन्छ। खानुहुन्न भने नहाल्दा पनि हुन्छ। म चाहिँ सधैँ हरियो प्रयोग गर्छु। सबै सामग्री तयार भएपछि ग्यासमा कडाई वा कुनै गहिरो भाँडो बसाउने। तातेपछि अड्कलेर खाने तेल राख्ने। तेल तातेपछि मेथी फुराउने। मेथी हल्का कालो भएपछि खोर्सानी हालेर हल्का फ्राई गर्ने। त्यसपछि आलु हाल्ने। नुन मात्रा अनुसार हालेर केही बेर भुट्ने। अनि थोरै पानी हाल्ने र छोपेर एकछिन पकाउने। फेरि थोरै पानी थप्ने। काटेर राखेको गोलभेडा पनि हालिदिने र केही बेर छोपेर पकाउने। त्यसपछि चाहिने जति झोल हाल्ने। साथै जिरा र धनियाँको धुलो हाल्ने। थोरै मकैको वा गहुँको पिठो छर्केर चलाउने। यसले झोल हल्का बाक्लो बनाउनुको साथै माड आउँछ। अनि त्यसपछि साग हाल्ने र छोपी दिने। 1-2 पटक
चलाएर पकाएपछि आलु र सागको तरकारी लगभग पाक्छ। पाक्ने बेलामा आलु र सागलाई हल्का थिचेर चलाउने, यसो गर्दा आलु र सागको स्वाद राम्रो आउँछ। चटनीको लागि पोलेको गोलभेडा, काटेको हरियो खोर्सानी र धनियाँ। सिलौटामा नुन राख्ने, त्यसपछि पहिला खोर्सानी पिस्ने, अनि धनियाँ र अन्तिममा पोलेको गोलभेडा बोक्रा केलाएर हाल्ने र मजाले पिस्ने। अनि धनियाँ र गोलभेडाको चटनी तयार हुन्छ। ल यसरी तयार भयो खाउँ खाउँ लाग्ने स्वादिष्ट साइलादाईको च्याख्ला भात र तरकारी। खाने बेला मकैको च्याख्ला भात, तरकारी र गोलभेडाको चटनी सँगै दही पनि समावेश गर्नुहोला। साँच्चीकै यो भोजन सामान्य तर स्वादिष्ट हुन्छ। तपाईहरुलाई कस्तो लाग्यो यो नितान्त गाउँले खाना च्याख्ला भात र तरकारी? पक्कै पनि राम्रो लागेको हुनुपर्छ। यदि तपाईलाई मन परेको हो भने लाइक, शेयर र कमेन्ट गरिदिनु होला। साथै मेरो च्यानल सब्स्क्राइब पनि गरिदिनु होला। यसले मलाई हौसला मिल्नेछ भविष्यमा यस्तै थुप्रै भिडियोहरू बनाउनको लागि। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।